नमस्कार, नारायण। आज कुम्भ राशिको विषयमा थोरै चर्चा गरौँ है त। तपाईहरु पनि कुम्भ राशिको बीच हुनुहुन्छ भने यो अलि सुन्न खोज्नुहोस् र के बुझ्न खोज्नुहोस्। विशेष कुम्भ राशिहरु हेर्नुहोस्, राशि नै काफी छ। कुम्भ भनेको घडा, घडा भनेको के हो त? पानीले भरिएको घडा। जुन कुम्भ राशि हो तिनीहरू सधैँ निपुण हुन्छन्। उनीहरूको लागि फाप्ने रत्नमा नीलम हीरा पन्ना हुन्छ, बडामा शुद्र हुन्छ। उनीहरूको राशि स्वामी शनिश्चर हुन्छ। त्यो अलि स्थिर स्वभावको हुन्छ। जसको शनिश्चर स्वामी हुन्छन् त्यो अलि अल्छी हुन्छन् है, तर सर्वप्रिय, सबैको अलिक प्रिय पनि हुन्छन् है। थोरै प्रिय हुन्छन्। उनीहरूको लागि शनिबार, बुधबार र शुक्रबार फाप्ने पनि हुन्छ। विशेष उनीहरूको लागि वृष राशि, मिथुन राशि, कन्या राशि, तुला राशि, मकर राशिहरू कुम्भ राशिको फाप्ने राशि हो। उनीहरूको घात राशिहरूमा मेष राशि, कर्कट राशि, सिंह राशि, वृश्चिक राशि घात राशिमा पर्छ र घात बारमा भनेको बिहीबार पर्छ। फेरि यी राशिहरूको लागि चैत महिना घात छ है। त्यो बेला अलिकति विचार प्रयोग गर्नुहोस्। चैत महिनाको घात हुन्छ, त्यो बेला अलिकति चोटपट लाग्ने सम्भावना हुन्छ। विशेष तपाईँहरूले बुझ्नुपर्ने कुरा चाहिँ, नाम त तपाईँहरूलाई सबैलाई थाहा छ। यदि थाहा छैन भने पनि बुझ्नुहोस् है। जुन नाम थाहा छैन मेरो राशि के हो भन्यो भने पहिलो अक्षर जुन आउँछ कु, के, को, सा, सी, सु, से, सो, दा, यो नामभित्र तपाईँहरूको नाम पर्छ भने तपाईँहरूको कुम्भ राशि हो है। जुन त्यो पहिलो अक्षर आयो भने त्यो तपाईँको राशिको स्वामी हुन्छ। भाग्य उदय कहिले हुन्छ? शनि तपाईँको राशि स्वामी भएको कारणले तपाईँको भाग्य उदय चाहिँ 37 वर्षमा गएर हुन्छ। 37 देखि 42 वर्ष हुन्छ। तपाईँको लग्न कुण्डलीमा कुनै भाग्य उदय छिटो हुने पनि हुनसक्छ है। तपाईँहरूको छिटो भाग्य पनि हुनसक्छ। अलिकति अग्लो हुन्छ, थोरै गोरो पनि हुन्छन् यी राशिहरू। यो कुसाङ्ग्र बुद्धि, एकदम बुद्धिमानी हुन्छन् भन्छ है। कस्तो बुद्धिमान छ भने आकर्षक शरीरहरू हृष्टपुष्ट भएको, अलिकति अग्लो पनि भएको, मिलनसार, मिठो बोल्न सक्ने, बोलीहरूमा मिठोपन भएको, अरूलाई सहयोग गर्ने, परोपकारी हुन्छन्। खानपिनमा अलिकति सोखी हुन्छन्। अमिलो पिरो जस्तो अलिकति मिठा चिजहरू खान अलिकति रिचाउँछन्। सबैको प्रिय भएर उनीहरूलाई भ्रमण एकदम मनपर्छ है। यताउता भ्रमणहरू जानलाई बहुत मनपर्ने हुन्छ। सभा गोष्ठीमा मान्छेहरू जम्मा गर्दा पनि खुसी हुन्छन् र विशेष क्रान्तिकारी स्वभावका हुन्छन् क्या। क्रान्तिकारी स्वभावका हुन्छन्। उनीहरू अलिक सानो कुरामा युद्धहरू गर्न खोज्दाखेरि अघि सर्ने हुन्छन्। चञ्चल स्वभाव पनि हुन्छ। परस्त्रीगामी भन्छ। त्यसो भनेको अलिकति बाहिरी मान्छेहरूसँग नजिकपन हुन पनि सक्छ। थोरै मानसिक तनाव लिने खालका हुन्छ। उनीहरूलाई थोरै केही समस्या आउने बित्तिकै मानसिक तनावले अलिकति सताउँछ है। थोरै झगडा स्वभाव, अन्त झगडा परेको हेर्न खोज्ने, थोरै चुक्लाई लगाएर थोरै झगडाहरू भएको सुन्न चाहने। तर उनीहरू अगाडि बढ्दा एकदम मिलेको जस्तो हुन्छ। तर मिलाएर झुट थोरै गरेर भए पनि त्यो अलिकति रमाइलो रुचाउन खोज्ने हुन्छन् है। तर एकदम मान्छे चाहिँ ठिक छन्। कसरी ठिक छन् भने कुम्भ भनेको घडा, घडा भनेको लक्ष्मी हुन्छ। ती राशि एउटा लक्ष्मी राशि हो। यो वर्ष चाहिँ अलिकति कुम्भ राशिमा थोरै ग्रहणबाट सुरु भएको कारणले कुम्भ राशिलाई अलिकति पीडा छ 6 महिनाको लागि। 7.5 पनि छ। यो 2082 र 83 साल पुरै 7.5 को ग्रह दशामा पनि छ। कुम्भ राशिहरू अलिक सजग भएर काम गर्नु होला। अरूको प्रगतिमा थोरै जल्ने, मैले त्यतिकै त गर्ने पनि त्योभन्दा बढी त मैले गर्नुपर्ने भने जस्तो मनभित्र आइरहेको छ। ठुलै दाँतहरू अलिक ठुला हुन्छन्। शरीरमा रौँहरू पनि अलिक पलाउँछ। किनकि उनीहरूलाई भैँसी फाप्छ नि त, कालो चिजहरू फाप्छन्। कालो चिज फाप्नेहरू, कालो भनेको रौँ पनि त कालो हुन्छ नि। त्यस कारणले विशेष कामहरू गर्न खोज्नुहुन्छ तपाईँले, छुट्याउनुपर्छ भने इङ्ग्लिस मिडियमबाट पढेकोहरू पनि फाप्ने भयो भने कालो चिजहरूमा तेल, फलाम, मास, गहत, भैँसी बाख्रा पालन, यस्ता चिजहरू तपाईँलाई बिजनेसमा पनि तपाईँलाई गाडी, ट्रक, अलिक भारी ओजन बोक्न सक्ने टिफरहरू जस्ता भए यस्ता चिजहरू पनि तपाईँहरूलाई फाप्ने भयो है। तपाईँले गर्दाखेरि अलिकति शीर्षोदय तपाईँको शिरबाट उदय हुने भएको कारण तपाईँहरूको ग्रहको दिशा चाहिँ तपाईँको मिथुन, तुला, कुम्भ पश्चिम दिशाको तपाईँ मालिक हुन्छ। तपाईँको कुनै पनि ठाउँमा जाँदाखेरि पश्चिम दिशा गएर पश्चिमपट्टि साइडमा गएर गरेको कामहरू फाप्ने हुन्छ है। तपाईँको राशि स्वामी शनि भएको कारणले पश्चिम दिशापट्टि फाप्ने भयो। तपाईँले यो चिजलाई विशेष विचार पुऱ्याएर काम गर्नु भने अमिलो पनि तपाईँलाई फाप्ने भयो। तपाईँले सानाचारापट्टिहरू जस्ता पनि खाना खोज्नुहुन्छ। पत्नीसँग थोरै अलिकति नराम्रो हुन्छ है। पति पत्नीमा थोरै अलिकति घडाइक मडाइक आउँछ बेला बेलामा है। विचार प्रयास गर्नुहोस्।
विशेष तपाईँको लागि 1 वर्ष अलिकति सानोमै पीडा थियो, 5 वर्षमा थोरै अग्निको भयहरू हुने, 12 वर्षमा थोरै विषसँग सम्बन्धित साँपहरू अथवा बिच्छीहरूले टोक्न सक्ने, 28 वर्षमा सामान भएका छोरी हुन सक्ने, विशेष 28 वर्ष केयर गर्नुहोस्। यो चिज गर्दा तपाईँहरूको लागि 5 वर्ष, 15 वर्ष, 25 वर्ष, 35 वर्ष, 45 वर्ष भने जस्तो यो वर्षहरू चाहिँ थोरै घातक हुन्छन् है। विशेष कुम्भ राशिको लागि यो घातकमा वर्षहरूमा पर्छन्, अलिकति समस्याहरू दिन खोज्छ। 5औं नम्बरले है। 5 भनेको किन त? 5 भनेको सूर्यको राशि। सूर्य उसलाई मित्र बुवा हो, बुवा भए पनि मित्र मान्दैन। त्यस कारणले 5 नम्बर उसलाई मन नपरेको कारणले उसको लागि मनपर्ने अङ्क भनेको बरु 8 अङ्क मनपर्छ, तर 5 अङ्क मन पर्दैन है। यसलाई लिएर तपाईँहरूले काम गर्नु भने तपाईँ कामहरूमा अगाडि बढ्न सक्नुहुन्छ। तपाईँको राशिमा चेतनशील छ, काम काठहरूको पनि काम व्यवसायहरू गर्न सक्नुहुन्छ। मुखमा कोठी या दाग अलिकति हुन सक्ने सम्भावना अलिक बढी छ। तपाईँहरूको आएको छैन भने आउन सक्ने सम्भावना भयो। मांस मदिराहरू अलिकति तपाईँलाई मन पर्न सक्छ। मांस मदिराहरू अलिकति बढी मनपर्ने हुन्छ। जुवा तासहरूमा हल्का तपाईँहरू छेउमा जान रमाउनु खोज्नुहुन्छ, खेल्न खोज्नुहुन्छ। त्यस कारणले अबदेखि तपाईँलाई चुक्ने रिसाइ चाहिँ घटाउनु खोज्नुहोस्। अलिकति रिस चाहिँ बेला बेलामा एकदम भट्टै उठ्छ है। त्यस कारणले मिलाएर काम गर्नुहोस्, रिसाउन घटाउन खोज्नुहोस्। तपाईँको सफलताहरूको लागि प्रगतिका वर्ष 37-42मा भएको कारणले त्योभन्दा अगाडि तपाईँलाई लडाइँहरू गरेर सङ्घर्ष गरेर तपाईँलाई अगाडि बढ्नुहोस्। तपाईँको या तपाईँको आमामा मानसिक तनावहरू अरूका आउन सक्ने अथवा दमहरूसँग सम्बन्धित व्यथाहरू आउन सक्ने भयो। त्यस कारणले चिसोहरू धेरै नगर्नुहोला, सजग रहेर काम गर्नुहोला। कामहरू गर्दाखेरि जहिले पनि फलाम कालो चिजहरूबाट लिएर गरेको कामहरूमा तपाईँहरूलाई त्यस्तो घाटा पर्दैन है। तपाईँलाई आफ्नो हिसाबले तपाईँहरू कामहरू गर्दा अगाडि बढ्न सक्नुहुन्छ भने त्योभन्दा धेरै जानकारीको लागि चाहिँ तपाईँहरू प्रत्यक्ष बसेर हेर्नुभयो भने धेरै कुराहरू थाहा हुन्छ। धेरै कुराहरू तपाईँको लक्की नम्बर लक्की कलरदेखि लिएर बहुत चिजहरू हुन्छ भने तपाईँको कलरमा विशेष कालो फाप्छ र हल्का थोरै वाटर कलरहरू पनि अलिक बढी नै फाप्ने हुन्छ। मिलाएर तपाईँले काम गर्नुहोस्। तमोगुणी हुनुहुन्छ, त्यसलाई विशेष ध्यान दिएर काम गर्नु भने तपाईँहरूको लागि देवी पूजाहरू गर्दा धेरै कामहरू बन्छ। तपाईँको भूमि पूजा देवी पूजाहरूलाई तपाईँले बढी ध्यान दिनुहोला र कागहरूलाई खानेकुरा राखिदिइराख्नु होला। कागहरूलाई खुवाउँदा, देवीको पूजा गर्दा, बुढी आमाहरूको सेवा गर्दा तपाईँको लागि ससुरा आमाहरू जस्ता चिजहरू फाप्ने पनि हुन्छन्। र त्यसरी तपाईँले मिलाएर काम गर्नुहोस्, बुझेर काम गर्नुहोस्। तपाईँको लागि देवी माताको आह्वान गर्नुहोस्, देवी मातालाई के गर्नुहोस्, पूजा गर्नुहोस् है। देवीको दर्शन गरेर गरेको कामहरू सफल हुन्छ। ल हस् त नारायण, यही बुझ्नुहोस्। फलो कमेन्टहरू कहिले काहीँ फुर्सद भएको बेला गर्नुहोस् यदि मन लाग्यो भने है त। हस् त।